हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु आवर च्यानल सिम्पली ट्राभल एन्ड फुडको फुड चाहिँ धेरै समयदेखि हामीले पछाडि छोडिरहेको थियौँ। बनाउने मौका पनि मिलेको थिएन, बनाउनु परेको पनि थिएन खास भन्ने हो भने। तर आज चाहिँ एउटा नयाँ रेसिपी ट्राई गर्न गइरहेको छु। मैले पनि ट्राई गरेँ हो, सक्सेस भयो भने होइन तपाईँहरू पनि ट्राई गर्नु होला। यो हो भेन्टाको अचार। यो भेन्टा चाहिँ लास्टै ठुलो भएर मैले आधी मात्रै बनाउन आँटेको हो। र अब सबैभन्दा पहिले हामी यो भेन्टालाई यसरी चिरा पार्छौँ 3-4 वटा। खास यो पार्नुको कारण चाहिँ यसको भित्र चाहिँ हामीले लसुन अनि त्यसरी खोर्सानी अनि ब्ल्याक पेपर नुनहरू हालेर चाहिँ यसलाई टक्क ग्यासमा पोल्नको लागि हो। ल अब म लसुन रेडी गर्छु। र यो लसुन चाहिँ यो बोक्रा नतासेकै खालको चाहिन्छ हामीलाई। र यसरी सानो सानो खालको लसुन नतासिकन यसलाई म चाहिँ हल्का पखालेर मात्रै गर्छु। र यो लसुनलाई हल्का किच्याउने अनि त्यसरी यसको भित्र हाल्ने। र लसुन भयो, अब सुकेको खोर्सानी हाल्ने 2 टाती। यो भयो सुकेको खोर्सानी। सुकेको खोर्सानीलाई नि यसरी हाल्ने। यसमा मैले यसरी अलिअलि नुन राखेँ। अब हल्का ब्ल्याक पेपर, अब चाहिँ हामी यसलाई सिल्भर फोइलले र्याप गर्छौँ। एकदमै बाक्लो र्याप गर्नुपर्छ। ल अब चाहिँ यो पोल्नको लागि रेडी भयो। ल हाम्रो ग्यास रेडी, पोर्टेबल ग्यास अनि चेप्नलाई टङ्क्स अनि यो हाम्रो भइहाल्यो। अब अन गरौँ ग्यास। ल धुवा आएर यो सेन्सर नबजोस् होइन। गाइज यसलाई चाहिँ कति बेरसम्म पोल्ने भन्ने विषयमा चाहिँ यो जबसम्म एकदमै डढेको स्मेल आउँदैन तबसम्म पोल्ने हो। खाने कस्टमरहरू पनि रेडी हुनुहुन्छ यहाँ। पकाएको अचार के अरे बैगनको अचार होइन, बैगनको अचार खानलाई मान्छे पनि राखेको छ हामीले यहाँ। मम्मी हुनुहुन्छ त्यहाँ, अरू आइटम बनाउँदै हुनुहुन्छ। यो चुलोको चाहिँ ग्यास यो हो है गाइज, पोर्टेबल चुलो, पोर्टेबल ग्यास। बडी स्प्रे जस्तै छ है। एउटाले कति घन्टा है, 3 घन्टा जस्तो पकाएको होला है। एउटाले 3 घन्टा कन्टिन्युस चल्छ यो। यो चाहिँ जहाँ लिएर जाँदा पनि भयो, सजिलो, एकदम किफायती। ल अब यो मेरो क्यालकुलेसन अनुसार चाहिँ लगभग पाक्यो। यसलाई चाहिँ टक्क ग्यास अफ गरेर अब यो हाम्रो रेडी भयो। यसको चाहिँ टक्कसँगले अब यो निकाल्ने, बाहिरको खोल फर्स्ट। यस्तो भयो यो। अब यसलाई अर्को प्लेटमा सार्छु म। ल दिस इज रेडी। अब यसलाई बोक्रा निकालेर चाहिँ त्यस पछाडि अर्को प्रोसेस सुरु हुन्छ। ल यो अब रेडी भयो। अब यसलाई चाहिँ एकछिन चिसो हुन दिने, त्यस पछाडि यसलाई म्यास गर्नुपर्छ। र त्यसको लागि हामीलाई चाहिन्छ काँचो तोरीको तेल अनि रातो प्याज मसिनो काटेको। त्यो रेडी गर्छु, तबसम्म यो सेलाउँदै गर्छु। यो भयो हाम्रो प्याज, यो भयो हाम्रो कागती, यो चाहिँ तोरीको तेल। यसलाई अझै एकछिन 5 मिनट सेलाउन दिउँ। ल अब यो हाम्रो लगभग सेलायो। पहिले यसलाई म्यास गर्ने, एकदमै दामी स्मोकी फ्लेभर आइरहेछ।
खोर्सानीलाई चाहिँ अलिक मजाले थिच्नुपर्ने रहेछ, बाँकी चाहिँ अरू सबै मजाले पाकेको छ। लसुन पनि मजाले पाकेको छ। अब यसमा मिसाइदिउँ यो प्याज अनि थोरै काँचो तोरीको तेल। त्यस पछाडि हामीलाई चाहिन्छ कागती। अब अलमोस्ट रेडी हो, तर अब एकचोटि नुन चाहिँ चाखेर अनि थप्नुपर्ने हुन्छ, किनभने अलिकति मैले नुन पहिले नै हालेको थिएँ यसमा। तर नुन हाल्नुपर्छ अलिकति। नुन चाहिँ स्वाद अनुसार हो, म चाहिँ अलिक चखिलै खान्छु। रेडी। अब यसलाई बोटकामा हालेर देखाऊँ भन्दाखेरि हामी चाहिँ खाइहाल्न आँटेको, किन बोटकामा हालेर प्लेटिङ सेटिङको लफडा गरेर होइन। यही हो, एकदम दामी छ। मैले ट्राई गरेर हेरिसकेँ होइन। अब यसको नाम के हो मलाई थाहा छैन, जस्ट भेन्टाको अचार होइन। भण्डारी भेन्टाको अचार भन्नुहुन्छ मैले बनाएको भएर। ल अब ल यो भिडियोलाई यहीँसम्म राखौँ होइन। यो यस्तो खालको यो भेन्टाको अचार तपाईँहरू पनि बनाएर ट्राई गर्नु होला, कस्तो भयो कमेन्टमा लेख्नु होला। र यदि यस्तो मिठो भयो, यो मिठो भइसकेपछि म यो चाहिँ एकजना दाइले मलाई भन्नुभएको थियो, यो भिडियो दाइलाई देखाउँछु डेफिनेटली। र थ्याङ्क यू भेरी मच दाइ, भेन्टाको लागि पनि रेसिपीको लागि पनि। ओके बाई, सी यू इन नेक्स्ट भिडियो।